मेरो नाम जमुना माया मोक्तान हो। म अहिले 20 वर्षकी भएँ। यो कुरा आजभन्दा 1 वर्ष अघिको हो। त्यसबेला जुन घटना हुन गयो त्यही घटना आज म यहाँ लेख्दैछु। कसम यो एउटा सत्य घटना हो। त्यतिखेर मेरा सारै पुती चिलाउने गर्थ्यो, तर के गर्नु, त्यस बेलासम्म चिकेको भने थिएन। तर एक दिन त्यो दिन पनि आयो जुन दिन मैले मज्जाले चिकाउन पाएँ। तपाई पनि यही आइडिया प्रयोग गरेर चिक्न र चिकाउन सक्नुहुन्छ होला। तर एउटा कुरो के हो भने साथी, कसले पो तेरो पुती चिलाएछ ला, मेरो लाडो तेरो पुतीमा हाल भनेर देला त कसैले दिँदा पनि दिँदैन, कसैले चिकौ भनेर पनि आउँदैन। त्यसका लागि त आफैले आइडिया लगाएर केटालाई भन्न जान्नुपर्छ अनि मात्र चिक्न पाइन्छ। तर केटाहरू पनि चिक्न पाएपछि त के कुनै हल्ला गर्दैन अनि त आहा कति मोज, कसैले थाहा पनि नपाउने, आफूलाई मज्जा पनि हुने। तपाई पनि यही आइडिया लगाएर चिकाउनु होला है साथीहरू। जुन आइडिया यस प्रकार छ। कुरा के थियो भने मेरो घर नजिकै एकजना छिमेकी थियो। उहाँ पेसाले शिक्षक हुनुहुन्थ्यो। उहाँलाई हामी राजन सर भनेर बोलाउँथ्यौं। उहाँ पनि त्यस्तै भर्खर 25-26 वर्ष जतिको देखिनुहुन्थ्यो। मैले अघि नै भनिसकेको छु कि मेरो पुती बेला बेला सम्किन्थ्यो। त्यस्तै एक दिन मेरो मनले एउटा पाप सोच्यो, यो राजन सरसँग चिकाउन पाए पनि हुन्थ्यो। एक मनले डर पनि लाग्यो, अर्को मनले भन्यो आ जे सुकै होस्, यस्तो पाप साप सोच्यो भने बुढा र बुढी पनि गर्न भएन नि। अनि फेरि मनले सोच्यो आ जे होला होला, एकपटक त त्यो सरको लाडो मेरो पुतीमा हाल्नै पर्छ। फेरि अर्को मनले सोच्यो ए त्यस्तो गर्न त त्यो सरसँग साइनो पनि मिल्दैन, त्यो सरले त मलाई सानीमा पो भन्छ। फेरि यस्तै सोच्दै थिए, लौ सानीमा त होइन पो क्यारे, नत्र किन त्यो सरको दाइले हाम्रो ठुलो बाको छोरी लगेको त। ए पहिले 7 पुस्ता अघिको हाम्रा बाजेहरूको साइनो पो हो क्यारे। ए पहिले त्यसै हाम्रो बा आमासँग कुरा गर्ने निहुमा अर्कै साइनोले बोल्नु भएको रहेछ। नयाँ साइनो गाँस्न जति भने पनि मिल्ने भएर नै क्यारे हाम्रो ठुलो बाको छोरी त्यो सरको दाइले लगेको कुटुम्बको साइनो नै रहेछ। जे भने पनि मिल्ने, म त उहाँको दाइको साली पो हुँ। कस्तो बिर्सेको। ए भिनाजुको त भाइ पो हो। भिनाजुको भाइसँग त मोज गर्नै पर्यो नि। तर त्यो भिनाजु त्यो सरको आफ्नै आमाको छोरो भने होइन, त्यो सरको बुबाले 2टा बिहे गर्नु भएको रहेछ। जेठीपट्टिको चाहिँ त्यो भिनाजु, कान्छीपट्टिको चाहिँ त्यो सर हो। फेरि अर्को मनले सोच्यो यस्तो साइनोहरू हेर्न थाल्यो भने त आफू जन्मेको प्वाल पनि देखिन्छ नि। यस्तै सोच्दै म त्यो सरसँग चिकाउने निदो गरे। त्यो त ठिक सोचे, तर अर्को समस्या फेरि के छ भने पेटमा बच्चा बस्यो भने के गर्ने। पेटको बच्चाको कारणले कि मर्नु पर्छ कि त्यही सरलाई पोइल जानु पर्छ कि त्यही बेला अरू नै मन पर्ने कुनै मान्छेले लैजानु पर्छ। कस्तो झ्याउ भने के गर्ने। चिकौ भने यस्तो डर इज्जतै जान पनि सक्छ, नचिकौ भने यहाँ मेरो पुती चिलाएर उल्खा हुन्छ हत्तेरी। फेरि अर्को कुरा, त्यो सरलाई त फास्लाङ फुस्लुङ गरी फकाएर चिक्न लगाउला। त्यस्तो सोझो मान्छेलाई कसरी ताल पार्नु पर्छ त्यो त मैले जानेको छु। तर फेरि पेटमा बच्चा बस्यो भने त्यो सरलाई म कसरी पोइला जाने। त्यो सरको बुढीले थाहा पाए भने त मार्छ। झन् पोइला जाने कुरा कसरी सोचौं। त्यो सरको पहिला नै बिहे नभएको भए कति राम्रो हुन्थ्यो, कुनै डर नहुने थियो। पेटमा बच्चै बसे पनि नो टेन्सन, त्यही सरसँग पोइला जान पाउँथे। तर अब चाहिँ त्यो सरसँग पोइला गएर के काम, सौताको मुनि परिन्छ। ठुक्क मेरो भाग्य। अरू नै केटालाई चिकाउन लगाऊ भने त्यो सर जतिको भर पर्दो मान्छे नै छैन, बेकार नराम्रो हल्ला मात्र गर्छ। तर त्यो सर त त्यस्तो अरूलाई नचाहने कुरा गरेर हिँड्दैन। त्यही हुनाले चिक्नु त त्यही सरसँग नै चिक्नु पर्छ। जे सुकै होस्, कति दिनसम्म यसरी पुती चिलाएको खपेर बस्ने। बरु पेटमा बच्चा नबस्ने जुक्ति चाहिँ गर्नु पर्ला। फेरि मैले सोचे मेरो पल्लो गाउँको साथी रबिनाले त मेडिकलको पसल छ, मेडिकलमा इकोन भन्ने चक्की पाइन्छ, चिकेपछि त्यो 2 चक्की खायो भने बच्चा हुँदैन भन्थ्यो। त्यो इकोन भन्ने चक्की नपाए कन्डम भए पनि भइहाल्छ भनेकी थिइन्। बरु यो सामानहरू चाहिँ जुटाउनु पर्यो। यस्तै सोच्दै एक दिन म चुरा लगाउने निहु पारेर बजारतिर गएँ।
बजार पुगेपछि मैले 1 दर्जन चुरा किने। त्यसपछि म मेडिकल अर्थात् औषधि पसलमा गएँ। सुरुमा त कसरी मागौ जस्तो भएको थियो, तर पसल पुगेपछि पसलेले के चाहियो भन्यो। मैले पनि अलि लजाए जस्तो गरी आँट निकालेर भने, साहुजी इकुन छ? पसलेले भन्यो छ। अनि मैले त्यहाँ 1 पाकेट इकुन किने। त्यसपछि फेरि 6 पाकेट कन्डम पनि किने। अनि घर आए। अब कसरी राजन सरको लाडो जालमा पार्ने? अब राजन सरको मोबाइल नम्बर खोज्ने काम गर्नुपर्छ भनी उहाँको बुढीलाई सरको नम्बर सोधे। उहाँको बुढीले मलाई नम्बर दिई। त्यसपछि मैले सरलाई हाई के छ भनी सम्झ गरे। उहाँले को भनी कल गर्नुभयो। हाम्रो सम्झबाट कुराकानी हुन थाल्यो। त्यसपछि सरलाई मैले एउटा सम्झ पठाएँ, सर मलाई 1 चीज दिनु ल। सरले रिप्लाई गर्नुभयो, के चीज? अनि मैले भने, त्यो क्या? फेरि सरले रिप्लाई गर्नुभयो, के चीज? मैले भने, तपाईको त्यो। सरले सोध्नुभयो, के त्यो? मैले भने, आफै बुझ्नुस्। अनि मैले थोरै आँट निकालेर सम्झ गरे, तपाईको त्यो लामो क्या? सरले बुझ्नु भएछ। मलाई फेरि बुढीले मार्ला भनी रिप्लाई गर्नुभयो। अनि मैले भने, म कसैलाई भन्दिन नि, तपाई पनि नभन्नु ल भने। त्यसपछि हामी सम्झबाट फोहोर कुराहरू सेन्ड गर्न थाल्यौं। कहिले म पुती चिलायो आऊ मलाई चिक भन्थे, कहिले सरले मेरो लाडो ठन्क्यो भनी सम्झ गर्नुहुन्थ्यो। यसरी सम्झबाट कुरा गरेर मैले र सरले मज्जा लिन्थ्यौ। यसरी नै हामी चिक्ने कुरा पनि गर्यौं। चिक्नको लागि ठाउँ पनि तोकियो। त्यो दिन मलाई अझै याद छ, भदौको 20 गते। त्यो दिन चिक्ने दिन निदो गरे सम्झबाट नै। मनभित्र कस्तो कस्तो लाग्दै थियो, तर म ढुक्क थिएँ किनकि मसँग कन्डम र इकोन थियो। चिक्ने ठाउँ पहिले हामी स्कुल जाँदा बाटोमा पर्ने जंगल सम्झबाट निदो भयो। म तोकिएको टाइममा त्यो वनमा पुगे अनि सरलाई कल गरे। एकछिनपछि मलाई खोज्दै सर आइपुग्नुभयो। मलाई लाज लाग्यो, किन लजाए कि भन्दै सरले मलाई गालामा किस गर्नुभयो। मेरो जिउमा करेन्ट लागे जस्तो भयो। त्यसपछि हामी अंगालो मारेर जिस्किने र खेल्ने गर्न थाल्यौं। सरले मेरो दुध च्याप्प समात्नुभयो। म आनन्द मानेर बसेकी थिएँ। सरले त मेरो बोडिस भित्र हात हाल्नुभयो अनि मेरो दुध मार्नुभयो। मलाई मजा भयो। सरले मेरो लप्सीको गेडा जत्रो ठोसा भएको मेरो दुधको कालो थुनको मुन्टा वरिपरि चलाउनु भयो। मलाई झन् मजा आयो। त्यसपछि म त पागल भएर आ गर्दै कराएँ। अनि सरले मेरो बोडिस खोलेर एकातिर मिल्काउनु भयो। म पागल जस्तै भएको थिएँ। अनि सरले मेरो कुर्ता फुकाल्नु भयो। अब मेरो जिउको माथिल्लो भाग नाङ्गै भयो। लाङलुङ लुन्द्रुङ मेरो दुधको पोका मात्र झुन्डिएको थियो। सरले झन् मान्नुभयो। सरले त्यसपछि मेरो दुध चुस्नुभयो। मलाई त कस्तो कस्तो भयो। चिलाएको त खप्नै नसक्ने भयो। मेरा पुतीबाट पानीको मूल फुट्यो। मेरो पेन्टी नै च्याप च्याप भयो। मेरो त केही होस नै रहेन। मेरो मुखबाट अय मात्र निस्क्यो। सरले अझै मलाई खेलाउनु भयो। मेरो दुधलाई मालाक मुलुक पार्दा त कस्तो आनन्द आउने सम्झेर साध्य छैन। मेरो त्यो 2 पोका चुसेपछि सरले मेरो पेटतिर किस गर्दै आई लभ यु भन्दै नाइटो वरिपरि हातले खेल्नु भयो। म भने सरले कहिले चिक्ला भनेर पर्खेर बसेकी थिएँ। त्यसपछि सरले मेरो सुरुवाल खोल्नु भयो। अब त म नान्दै जस्तै भयो। लुगाको नाममा एउटा पेन्टी मात्र थियो। मेरो पुती भने चिलाएर उल्का भइसकेको थियो। पुतीबाट झोल बगेकै थियो। पेन्टी भिजेर ल्याफ ल्याफ भइसकेको थियो। म कराएँ, फक्मी ओ या फक्मी अर्थात् मलाई चिक छिटो छिटो भन्या छिटो चिक फक्मी प्लिज छिटो मलाई चिक। सर भने अझै मेरो पुतीलाई पेन्टी बाहिरबाटै खेलाउँदै हुनुहुन्थ्यो। सरले पेन्टी बाहिरबाटै मेरो पुतीलाई सुम्याउनु भयो। म भने पुरै सिक भइसकेको थिएँ। म मेरो पुतीमा सरको लाडो हाल्न चाहन्थे। त्यही भएर मैले सरको लाडोलाई पाइन्ट बाहिरबाटै छामेको त सरको लाडो त फलामको रड जस्तो पो ठाडो भइसकेको रहेछ। अनि मैले सरको पाइन्टको चेन खोले। त्यसभित्र सरको रातो कट्टु रहेछ। अनि कट्टु बाहिरबाटै मैले सरको लाडोलाई खेलाएँ। त्यसपछि मैले सरको पाइनट खोलेर मिल्काइदिएँ।
सर पनि मेरो पेन्टी बाहिरबाट पुती खेलाउँदै हुनुहुन्थ्यो, तर अब भने सरले आफ्नो हात मेरो पेन्टी भित्र हाल्नुभयो र मेरो पुतीको टुप्पोको टिसी खेल्न थाल्नुभयो। मलाई त झन अचम्मसँग पुती चिलायो। म फेरि भनी कराएँ। मैले पनि सरको कट्टुभित्र हात हालेर बेस्सरी सरकी लाडो समाते। त्यसपछि मैले सरको लाडोलाई हातले खेलाएँ। सर पनि मजा मानिरहनु भएको थियो। सरले अब भने मेरो पेन्टी पनि फुकाल्नु भयो। अब म त पुरै नाङ्गो भएँ। म पनि के कम। त्यसपछि मैले सरको लाडो खेलाउँदै गरेको हातले सरको कट्टु फुत्त फुकालेर भुइँमा अब दुवैजना नाङ्गो भयौँ। अब त सरले गर्नुहुन्छ भनेको त सरले त मेरो पुती देख्ने बित्तिकै मलाई किस गर्दै टाउको तल तल ल्याउनु भयो र पुतीलाई ल्याप ल्याप चाट्नु भयो। पुतीबाट आएको रसलाई गुटुक गुटुक निल्नु भयो। मलाई त कति मजा भयो भनेर साध्य नै छैन। म कराएँ या। सरले आफ्नो जिब्रो पुतीभित्रै घुसारेर ल्याप ल्याप चाट्नु भयो। मैले भने मलाई त पुग्यो भयो, अब त बस पुग्यो। सर भने अझै मलाई चाट्दै हुनुहुन्थ्यो। मलाई भने मजा भइरहेको थियो। मैले एक हातले सरको लाडो खेल्दै थिएँ। अनि सरले अब भने चाट्न छोड्नु भयो। आफ्नो लाडो मेरो पुतीमा हाल्ने तयारी गर्नुभयो। म भने कराइरहेको थिएँ, फक्मी मलाई चिक। मेरा पुतीबाट वाल वाल पानी आइरहेको थियो। पुती झन् चिलाइरहेको थियो। त्यसपछि सरले ओके आई फक यु भन्दै मेरो पुतीमा आफ्नो लाडो सिधा पारेर एक धक्का लगाउनु भयो। मलाई रनक्क दुख्यो र म डल्लो भएछु। अनि सरले फेरि एक झड्का लगाउनु भयो। यस पटकमा मेरो दुखाइ सब चट भयो। दुखाइ हरायो। अब मलाई मजा आउन थाल्यो। म पनि मुनिबाट बल गरेर उचाल्दै थिएँ। सरले पनि बल गरेर माथिबाट पेल्दै हुनुहुन्थ्यो। सरको लाडो भित्र बाहिर गर्दै थियो। अनि प्ल्याट प्ल्याट आवाज आउँदै थियो। मलाई मजा भइरहेको थियो। म या भन्दै थिएँ। त्यस्तै 20 मिनेट पछि अचानक मेरो पुती चुमुक चुमुक गर्यो र थोरै पानी फाल्यो। त्यसपछि मलाई पुग्यो। ओहो चिक्दा यति धेरै मजा म सोच्दै थिएँ। त्यही बेला सरको लाडोबाट पिचिक पिचिक गर्दै मेरो पुती भित्र लाडोको झोल फाल्यो। मलाई पनि त्यो तातो झोल क्या मजा भयो। मैले पहिलो पटक यसरी त्यो सरसँग चिकेर मजा लिएँ। त्यसपछि हामीले आफ्नो सामान पुछ्यौं र लुगा लगाएर घरतिर फर्क्यौं। म घर आएर 2 चक्की इकोन खाएँ। त्यसबेलादेखि त्यो सर र म बेला बेलामा चिक्छौं। मैले किनेको कन्डम पनि त्यो सरसँग चिकाएर नै सकाए। अचेल त सर आफैले कन्डम ल्याउनुहुन्छ। हामीले कहिले मेरो घरमा कोही नहुँदा, कहिले सरको घरमा, कहिले वनमा, कहिले मेरो गोठको चोटामा गरी धेरै ठाउँमा धेरै चोटी चिकिसक्यौं। कहिलेकाहीँ त म बेलुकी पहिले सरलाई सम्झ गर्छु र अनि सर बाहिर निस्कनुभयो भने फोन गर्नुहुन्छ। अनि म दिशा गर्न जाने निहुँ गरी बाहिर गएर म हाम्रो गोठको चोटामा जान्छु र एकछिन पछि सर आउनुहुन्छ र त्यही चिक्ने खेल खेल्छौं। कस्तो लाग्यो मेरो चिकाउने आइडिया?